नमस्कार साथीहरू, म हुँ रामबहादुर तामाङ, व्हिलचेयर यात्री। तपाईहरुलाई आरबिटी व्हिलचेयर जर्नीमा स्वागत छ। आज चाहिँ म र मेरो बुढी पासाङ भाइको छोरीको पास्नीमा जाँदैछौँ। हामी सूर्यविनायबाट पाण्डु बजार हुँदै छिर्दैछौँ। अहिले चाहिँ म ठ्याक्कै पास्नीमा आइपुगेँ। साथीहरू, यहाँ आङीसँग भेट भयो। आङी नयाँ मान्छे यसो जाँदै यसो जसो आगो ल यसो जागो ल। अहिले चाहिँ यहाँ भाइको छोरीको पास्नीमा आइपुग्यो। हामी सबै परिवारहरू भेट भएको छ। यहाँ नयाँ मान्छे पनि यहाँ नयाँ मान्छेको त पहिल्यै सो नयाँ मान्छे काका मेरो भ्लगमा यहाँ हाम्रो सिन्धुपाल्चोक जिल्लाको एकदम समाजसेवी काका। कतिजनाले चिन्नुहुन्छ कमेन्ट गर्नु होला। सिन्धुपाल्चोकलाई चाहिँ अब सुधार गर्नुपर्छ भन्ने हाम्रो पहिला स्टार्ट गाउँबाट गर्नु पर्यो होइन। अनि अर्को हाम्रो हुपु वडा अध्यक्ष काका यहाँ पछाडि बस्दै हुनुहुन्छ। काका काका हाम्रो पहिला काका वडा अध्यक्ष हुँदाखेरि उहाँ के अरे माथि तिरो चाहिँ झाङ्गाल तोड्यो भत्तेरगाङ माथि त्यो कुचो खरेटो काट्नु ल्याएर खाडी चौर बढाल्नु लाउनु हुन्थ्यो उहाँले त्यो बेलामा। त्यो टाइम अब चाहिँ नआउने जस्तो छ जिन्दगी। अब घरल्याम भयो पहिला। अहिले चाहिँ मेरो भाइको छोरीको पास्नीमा एकदम मित्रहरू सबै दाजुभाइहरू भेट्न पाउँदा धेरै खुसी लाग्यो। भाइ निम्तो गरेकोमा अनि यता मोटी मेरो बहिनी आउन बहिनीहरू मेरो यिनीहरू यिनी चाहिँ मेरो साइली बहिनी यिनीहरू। यहाँ कान्छी बहिनी हो। भयो ल भयो। आज चाहिँ एकदम खुसी लागेको छ होइन। सबै दाजुभाइहरू यहाँ माइल दाई हाम्रो तामाङको चाहिँ यस्तै हो गाइजहरू होइन। यो चाहिँ तार्गा, यो चाहिँ भ्योर अनि यहाँ गाउँबाट यो हाम्रो आँगा बहिनी, यहाँ चाहिँ हाम्रो भान्जा बाबु, यता आसु तामाङ। यसो उदय आसु तामाङलाई नदेखाऊ अरे होइन। यतापट्टि अब शाखा सन्तान भइहाल्यो। यतापट्टि दुईटा फुबु गलाइजो भन्दा पैसा चोरी लुगाउँथे आङ्गी अन्तरीको। काका मिठो रोङबा मुला रोङबा अब यहाँ चाहिँ हाम्रो मेरो काका। हामी चाहिँ एउटै डिजाइनको अनुहार पनि एउटै, आँखा पनि एउटै। यस्तो अनि धेरै वर्ष पछाडि भेट भयो है हाम्रो काका। यतापट्टि फुपू भेटघाट भयो। हाम्रो काका चाहिँ हामी सँगै पढेको लेखेको अलिअलि गाउँमा खेलेको काका चाहिँ अब गाउँमा बसेर आफ्नो गाउँ विकासको निम्ति लागि परिरहनु भएको छ। अहिले चाहिँ समाजसेवीको लागि समाजसेवी आफ्नो गाउँ बस्ती बनाउनु पर्छ भनेर गाउँमा पढिरहेको छ भने म चाहिँ शारीरिक रूपमा अपाङ्ग भएर आफूले आफ्नो बाँच्ने कोसिस गरिरहेको छु, सङ्घर्ष गरिरहेको छु। साथीहरू आज चाहिँ यहाँ
अब पसङ भाइको चाहिँ छोरीको पास्टीमा आउँदा चाहिँ भेट्न गएको छ। एकदम खुसी लाग्यो होला ह्यान्डसेक रमाइलो छ नि। अर्को एउटा हाम्रो जोडी यता छ यहाँ डुब्बाले ल अहिले चाहिँ हाम्रो पासाङ भाइको छोरीको पास्टीमा आएको हामीले चाहिँ खाएर सबै फर्केको। भाइ एकदम धन्यवाद दाइलाई सम्झिनु भएकोमा। अनि यतापट्टि मेरो श्रीमती, यतापट्टि हाम्रो काका होइन, यतापट्टि भाउजू, यतापट्टि काकीहरू, अनि काका हाम्रो मेरो जोडी काका, अनि यतापट्टि दाई, अनि यतापट्टि काकालाई त मैले विद्या भण्डारी राष्ट्रपतिसँग भेट गरेर आएको छु। कान्छा काका, हाम्रो कान्छा काका। अब यस्तै प्रोग्राममा सम्झ्यो भने चाहिँ मन त्यो हुँदो रहेछ होइन। अहिले चाहिँ हाम्रो पासाङ भाइको चाहिँ प्रोग्राममा चाहिँ हाम्रो समाजसेवी सबैजना काका, मामा, भाइ अनि भतिज सम्पूर्ण समाजसेवी हाम्रो गाउँमा चाहिँ। अनि अहिले चाहिँ म पनि हाम्रो बुढाबुढी चाहिँ लागेको भेटघाट भयो र अनि एकदम रमाइलो पनि भयो। खुसी हुँदै हामी बुढाबुढी चाहिँ फर्क्यौँ। गाइजहरू लाइक कमेन्ट